वरिष्ठ इन्जिनियर भाजु रामबिन्दु श्रेष्ठ जो पाखङ ठगु नुव ख कडिया निम्ति इनापि अचंगा वरिष्ठ इन्जिनियर भाजु रामबिन्दु श्रेष्ठ जो नमस्कार सबैजनालाई जो लप्पा यो प्रतीक्षाको फल मिठो हुने रहेछ है। मैले आज फेरि पनि पाएको ध्रुव सत्य के मेरो पालो कहिले आउला मेरो पालो कहिले आउला भनेर छटपट भए अप एन्ड डाउन भइरहेको हाम्रो अध्यक्षज्यू आउनु हुने चाहिँ संजोग लेखेको रहेछ के औधी गटगट भए यस कारणले। आदरणीय नेपाल भाषा साहित्य त मुजियाका आयोजक अध्यक्षज्यू, यस सभाका सभापतिज्यू, आदरणीय श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्षज्यू, म उहाँलाई कोही भन्छन् उहाँ प्रचण्ड हुनुहुन्छ अरे, कोही भन्छन् उहाँ बा हो रे सबैको भन्छन् है। म कमरेड नारायणमान बिजुक्षलाई हाम्रो नेपाल राष्ट्रको एउटा अभिभावक भन्न रुचाउँछु है, अभिभावक उहाँ। आदरणीय माननीय प्रेम सुवालज्यू, यो संसद भङ्ग भए पनि उहाँ अझै संसद हुनुहुन्छ है, उहाँ सधैँ बोल्नुहुन्छ नेपाली जनताको पक्षमा, त्यो भएर है। अरू भेडा बाख्रा के काम भने तर ताली बजाउनु मात्र। माननीय सुरेन्द्र गोसाईज्यू, माननीय सिर्जना सैज्यूज्यू, उपमेयर रजनी जोशीज्यू, खुसीमा त मैले यो चस्मै लाउन भुलेछु कि अब पो अप्ठ्यारो भयो। नेपाल भाषा साहित्य र संस्कृतिको विकास र संरक्षणका लागि अनवरत लागि पर्नुहुने सम्पूर्ण महानुभावहरू, सर्वप्रथम म यस प्राचीन कला नगरी भक्तपुर र भक्तपुरवासीहरूलाई हार्दिक नमन गर्दछु, जहाँबाट 300 वर्ष अगाडि हाम्रा पुर्खाहरू बागलुङ गएका थिए। 300 वर्ष अगाडि र भाषा संस्कृतिको यति महत्त्व छ कि त्यही भाषा संस्कृति कला कौशलको बलले गर्दा नै हाम्रा पुर्खाहरूले अरू सदरमुकाममा जस्तै बागलुङमा पनि आफ्नो नेवारहरूको विशिष्ट र विशेष पहिचान स्थापना गरेका थिए। के कारणले? भाषा संस्कृतिको बलको कारणले। बागलुङे नेवारहरूको हनुमान नाच, विभिन्न जात्राहरू, पर्वहरू, त्यो चाहिँ त्यो जिल्लामा बस्ने 3 लाख अन्य जनजातिहरूको लागि त्यो उनीहरूको मनोरञ्जनको साधन थियो पहिला अघि सबैको लागि। त्यति विशिष्ट हुन्छ भाषा संस्कृति रीतिरिवाजको शक्ति। भक्तपुरले 45 वर्षदेखि नेपाल भाषा साहित्य सम्मेलन आयोजना गरेर जुन जीवन्त उदाहरण प्रस्तुत गरेको छ, त्यो आफैमा हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो सम्पदा र हामी स्वयं जिउँदो छौँ है भन्नुको प्रमाण हो। नेपाल भाषा कला संस्कृति नेपालको मात्र सम्पदा होइन है, नेपालको मात्र सम्पत्ति होइन है, बल्कि यो विश्व सम्पदाकै एउटा अमूल्य निधि हो, यो विश्वकै सम्पत्ति पनि हो।
अवश्य नै भाषा त हाम्रो जीवन नै हो, दिनदिनै बोल्नुपर्ने। भाषा हाम्रो लय हो, भाषा हाम्रो सङ्गीत हो। हामी अरूभन्दा फरक जे छौँ यसकारण छौँ कि भाषाकै कारण छौँ है? हामी चाहिँ हामी यसकारण हौँ, भाषाले नै गर्दा हौँ। आज हाम्रो देशको राष्ट्रियता, हाम्रो स्वाधीनता, हाम्रो भौगोलिक अखण्डता, हाम्रो सार्वभौमिकता बारे जुन शङ्का उपशङ्का भए त्रास फैलिएको छ वा फैलाइएको छ, अथवा हामी हेपिएका छौँ अथवा त्यसलाई चुनौती दिइएको छ, यो सन्दर्भमा भाषा, कला, संस्कृति संरक्षणको महत्त्व झनै बढेको छ, अझै बढेको छ। हामी भाषा संस्कृति नै बनाउँदछ। यसै परिप्रेक्ष्यमा पि ङाकोगु नेपाल भाषा साहित्य ट मुजियाको नारा जन्टा मुआसा भाषा मुआई अत्यन्त सान्दर्भिक छ। जनताको भाषा र संस्कृति रहेन भने देशको पहिचान पनि रहन्न भन्ने मैले हिजो पढेको थिएँ। अध्यक्षले 3 वर्ष अगाडि बोल्नुभएको रहेछ। भाषा र संस्कृति बाँचे मात्रै कुनै जातिको अस्तित्व रहन्छ। हामीले आफ्नो भाषा बिर्सियो भने अहिलेको अमेरिका, इङ्ल्यान्ड, अस्ट्रेलियामा जन्मेका हुर्केका बाबु नानीहरू जस्तै हुन्छौँ हामी। कस्तो हुन्छौँ भन्दाखेरि तिनीहरू घरमा आफ्नो बाउआमासँग अङ्ग्रेजीमा बातचित गर्छन्, तैपनि उनीहरू अङ्ग्रेज त बन्न सक्दैनन् नि। अनि यस्तो स्थिति आउँछ कि न तिनीहरू अङ्ग्रेज न नेपाली अघि यो भाषा संस्कृति गुमाउनुको चाहिँ नि परिणति त्यो हुन जान्छ कि। अब यही रामबिन्दु यही उदाहरण छ। मैले यहाँको भाषाले मैले भाषण गर्नै सक्दैनौँ। भाषा संस्कृति बिर्स्यो भने कस्तो हुन्छ, यही रामबिन्दु जस्तो हुन्छ होइन। भर्खरै हाम्रो पुकार दाईले पनि भन्नुभएको थियो, उहाँ पनि बागलुङको। उहाँ पुकार दाईको घर र मेरो घर सँगै जोडिएको छ। यो उहाँको घर, यो मेरो घर। हामी विद्यार्थी छँदा आदरणीय महानुभावहरू, अब म साहित्यबारे लागेँ है, अलिकति साहित्यको पनि हो आज। हामी विद्यार्थी छँदा प्रसिद्ध चिनिया साहित्यकार लुसुनबारे पढेका थियौँ कि उनले जापानको टोहोकु विश्वविद्यालयमा मेडिकल डाक्टरी अध्ययन गर्दै थिए। एक दिन उनले एउटा डकुमेन्ट्री फिल्म हेरेछन्। त्यो फिल्ममा एकजना चिनिया नागरिकलाई जापानी सैनिकहरूले बाँडेर पल्टाएको रहेछ। चौरको वरिपरि चिनियाहरू चाहिँ मजा मानेर खटखट हाँसिरहेको रहेछ कि तमासा देखेर। कस्तो तमासा है, किनकि पहिला त चीन त जापानको उपनिवेश थियो होइन। त्यो देखेर त्यो डाक्टरी पढ्न जापान गएको लुसुनलाई ठुलो आत्मग्लानि भयो कि लाज लाग्यो कि। उनलाई के महसुस भयो भने यो चिनिया जनतालाई त डाक्टरीको उपचार होइन नि, मेडिकल उपचार होइन नि, एउटा चेतनाको उपचार गर्नु आवश्यक छ भन्ने उनलाई महसुस भरेर उनले आफ्नो अध्ययन त्यही हाप्दियो। यसरी हुँदो रहेछ भनेर अध्ययन उसले स्थगित गरेर उनी स्वदेश फर्के र साहित्य कोर्न लाए। मान्छेको यो पो बनाउनु जागृत गर्ने अघि भनेर कोर्न लाए, ताकि त्यसको माध्यमबाट जनचेतना, स्वाभिमान बिउटाउन सकियोस् भनेर त्यसैमा उनी होमिए के। भनेको मतलब चाहिँ मैले साहित्य त्यतातर्फ उन्मुख हुनुपर्छ कि त्यति महत्त्व छ कि भन्ने कुरा गरेँ मैले। अनि भर्खरै हाम्रो मुलुकले भर्खरै यो दसैँ अगाडि एउटा ठुलो अनिष्ट बेहोर्नु पर्यो।
हाम्रो देशको राज्यको केन्द्र सिंहदरबारदेखि अन्य सबै केन्द्रहरूमा आगो लगाइयो। त्यत्रो देश नै खरानी तुल्याइँदा सबैले ठुलो ठुलो मात्र हेरे है। मुलुकमा राज्य छैन जस्तै भयो। इतिहासमा योभन्दा ठुलो विडम्बना के हुन सक्छ र? मुलुकको त्यत्रो सङ्कटको अवस्थामा देशको सबैभन्दा ठुलो र हामी सधैँ बहुमत प्राप्त जनादेश पाएका भनिएका पार्टीहरू कहाँ लुके? ठुलो प्रश्न हो नि। तिनले किन डुलोमा लुक्नुपर्ने अवस्था आयो? किन आयो? किनकि तिनले सिद्धान्त उहिले बेचिसकेका थिए, स्वाभिमान उहिले बन्दकी राखिसकेका थिए, आफ्नो सट्टा लिप्सा र सुविधाको निम्ति पटक पटक मुलुकको सार्वभौमिकतासँग सौदा गरिसकेका थिए के। तिनले आफ्नो राजनीतिक पार्टी हुनुको चरित्र पनि गुमाइसकेका थिए र तिनीहरू एउटा भ्रष्टाचारीको गिरोहमा ग्याङमा परिणत भइसकेका थिए। अध्यक्षले भन्नुभएको मैले सम्झन्छु। अहिले उहाँ 2-3 महिना भयो होला उहाँले भन्नुभएको, समग्रमा भन्नुपर्दाखेरि गणतन्त्रपछि तिनीहरूले सिंहदरबारको साँचो दिल्लीलाई बुझाइसकेको थियो कि सबै त्यो क्रमिक विकास, त्यो पलायन, त्यो समर्पण अघि त्यो चाहिँ नि निष्ठा होइन अनिष्ठा हुनुले गर्दाखेरि हामीले अनिष्ट भोग्यौँ। अनि त्यो गिरोहहरूको एक आपसी फाइटमा, अब त गिरोह भयो नि, फाइटमा एउटाले त कुलेलम ठोक्नु पऱ्यो नि। कुलेलम ठोकेको हो कि त्यो डुलोमा लुकेको कुलेलम छैन शक्ति। अनि ठुलो पार्टी भनेर के भयो त नि? 50 सालको सुरुमा होला अथवा 49 सालको अन्त्यमा होला अध्यक्षले भन्नुभएको थियो कि म सम्झन्छु त्यो कुरो। ठुलो पार्टीहरूलाई हात्ती ठुलो भएर के गर्ने हो र होइन र? सानो माउटेले हात्तीलाई टहलाउँछ, जहाँ भने उठे लाग्छ भनेको मतलब एउटा सही सिद्धान्त, सही नेतृत्व, असल नेतृत्व मात्र डोराउँछ भनेको नि होइन। त्यो टुजुकको सङ्कट हामीले अहिले देखेका हौँ कि हामी यसै गरेर गएको जेनजी आन्दोलनपछि थुर भयो सबै। त्यो बेला है ओहो नेपाल नै नरहनु कि भन्ने त्राईमा हामी रह्यौँ। आखिर हामी किन यति विघ्न निरीह कठैबरामा परिणत भइरहेका छौँ? के हामीलाई जोगाउने हामी आफैले होइन त अब भन्ने कुरा पनि आयो राष्ट्रमा। अघि हामीलाई जोगाउनु त हामीले आफै पनि रहेछ। खै प्रहरी आएन, सेना आएन, ठुलो सबै। एउटा अनौठो कुरो छ के, हुन त मैले कसैको धार्मिक आस्थाको विरोध गरेको होइन। अघि त्यस्तो नठान्नु होला कोही छ भन्ने। कुनै धर्म, कुनै सम्प्रदाय, कुनै जातिको आस्थाको विरोध गरेको होइन। यसो विचार गर्नुहोस् त, नेपालभरि साई भक्त सङ्गठनहरू छ्यापछ्याप्ती छ के हो कि होइन भन्नुहोस् त? टोलमा छ कि? वडामा अर्को थुप्रै बाबाहरू, के बाबा त्यो बाबा अघि रामदेव बाबाका गुरुहरूको वडा गाउँमा समूह र सङ्गठन छ नेपालमा। उहाँहरूको विरोध गरेको चाहिँ होइन है फेरि। तर कहीँ पनि देशभक्त सङ्गठनहरू छैन कि नेपालमा भन्ने कुरा पनि आयो नि। अब मुलुकको अहिलेको परिप्रेक्ष्यले गर्दाखेरि त्यसैले साँच्चै यदि हामीले विद्यार्थीहरूलाई, युवा वर्गलाई देशभक्तिमा प्रशिक्षित गर्न सकेनौँ भने त्यो शिक्षा, उसले पाएको उच्च शिक्षा होइन, विशिष्ट शिक्षा एक प्रकारले बेकार त छ नि होइन र?
त्यो समयले सिद्ध पनि गर्यो। त्यसैले हाम्रो साहित्य, नेपाल भाषा टमुजियाको आजको छलफलको साहित्य हाम्रो त्यसतर्फ उन्मुख हुनुपर्ने हो कि? अब अलिकति नेपाल भाषा साहित्य टमुजिया बारे बोल्न चाहन्छु। मैले नेपाल भाषा टमुजिया बारे सुनेको 2037 सालमा थियो। म भर्खरै पुल्चोक क्याम्पसमा आएको थिएँ पढ्नलाई। त्यो बेला टमुजिया होइन कि नाउँ अर्कै थियो कि जस्तो लाग्छ मलाई, होइन? मेरो दिमागले यो गर्यो। विगत 3 वर्षदेखि यो महासम्मेलनमा भाग लिने मैले सौभाग्य पाएको छु। साँच्चीकै यो सम्मेलन चाहिँ चाने चुने सम्मेलन यो होइन है। 2 दिन 2 रात भाषा, साहित्य, संस्कृति, नृत्य लगायत अनेकन विधामा बहस, मन्थन र विविध सहभागिताको दृष्टिले यो चाहिँ एउटा बहुआयामिक फोरम हो कि मञ्च नै हो कि? अरू पनि भाषा साहित्य सम्मेलनमा हामी देख्छौँ, होइन? कहिलेकाहीँ जान्छौँ। मलाई लाग्छ ती साहित्य सम्मेलनभन्दा यो टमुजिया यस कारण पृथक छ कि यसमा जुन किसिमको टिम स्पिरिट छ, सायद अरूमा बिरलै भेटिएला है जस्तो लाग्छ है मलाई। अरूहरूमा त्यो जुन टडारुकता, तत्परता हो कि यहाँ मैले सुनेको म यही टमुजियाबाट फर्केको थिएँ गाडीमा, ड्राइभरले भनेको थियो कि यहाँ त घरबाट टोलबाट चाहिँ नि एउटा आर्थिक होइन आफै दिने हो कि किन आएन भन्ने एउटा त्यस्तो जागृति छ, चेत छ, स्वयंसेवाको भावना छ भन्ने मैले सुने। यो स्पिरिट नै यसको चाहिँ एकदम सबल पक्ष हो कि? र सबैभन्दा असल पक्ष त यो भाषा साहित्य टमुजियाले श्रमको पूजा गर्ने, सभ्यता निर्माण गर्ने मूल लक्ष्यमा यो अविचल भएकोले यसको विशिष्टता भएको हो कि? किनभने आज मुलुकमा जे व्यथिति छ, जति कुरीति छ, जति भ्रष्टाचार छ, त्यो सबैको जड, मूल जरो भनेकै श्रमको कदर नगर्ने, श्रमको कदर नगर्नु हो नि। सजिलैसँग पैसा कमाउने, होइन? छिट्टो कमाउने, धेरै कमाउने, सकभर बिना श्रममा कमाउने। त्यहीँबाट भ्रष्टाचार सुरु हुन्छ, माफिया तन्त्र सुरु हुन्छ, अनेक प्रकारका काण्डहरू सुरु हुन्छ। त्यसैले यसको चाहिँ सारभूत रूपमा ठुलो महत्त्व छ जस्तो लाग्छ मलाई। समग्रमा भाषा, साहित्य, संस्कृति सम्वर्धनमा भक्तपुरले विश्वमै यो एउटा अनुपम नमुना उदाहरण पनि देखाएको छ। र मलाई कस्तो लाग्यो भने भाषा र साहित्य नभइकन अरू मेडिकलको फिल्डको आउनुभयो भर्खरै, होइन? स्वास्थ्यको विविध विषय वस्तुहरूलाई यसले समेटेको देख्दाखेरि बिस्तारै यसले चाहिँ विचार विमर्श, अनुसन्धानको बहुआयामिक सायद एउटा सानो विश्वविद्यालय जस्तो स्वरूप त लिन लागेको होइन जस्तो पनि लाग्यो मलाई। र जसबाट यसको मन्थनबाट प्राप्त भएका कुराहरूले हामीलाई राम्रो डकुमेन्टेसन, होइन, रेकर्ड गर्नुपर्छ जस्तो लाग्छ मलाई। र यसको किरणले चाहिँ समाजलाई सही पथ प्रदर्शन गर्नुपर्छ जस्तो लाग्छ मलाई। युवा जमातलाई देशभक्तिको शिक्षामा दीक्षित गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको तथ्य सत्यबारे सुसूचित गर्दै विश्लेषण र विश्व दृष्टिकोण निर्माण गर्न अहम भूमिका यसले खेल्नुपर्छ है। मान्छेलाई विश्लेषण गर्ने सक्षम बनाउनुपर्छ है भन्ने मलाई लाग्छ। अब म टाइम धेरै नभएको भए एउटा सानो कविता पनि पढ्न मिल्छ कि? मिल्छ, ठिक छ। यो कविता मैले अस्ति हाम्रो अध्यक्षको
जेलबाट चिठी भन्ने कार्यक्रममा लेखेको है, त्यहीँ लेखेको आँसु कविता म होइन, लेख्यो। अब भक्तपुर लेखे रामबिन्दु आफैलाई, रामबिन्दु धेरै किन भक्तपुरतिर रे? साथीहरूले सोध्यो है, रामबिन्दु किन भक्तपुरतिर? किनकि भक्तपुर बोल्छ, किनकि भक्तपुर बोल्छ। तिम्रो हात्ती जत्रो विशाल पार्टीले प्रभुको पाउ मात्र मोल्छ। रामबिन्दु धेरै किन भक्तपुरतिर रे? देशलाई गिद्धहरूले लुस्दा भक्तपुरलाई मात्र पोल्छ, भक्तपुरलाई मात्र पोल्छ। मलाई थाहा छैन यसबारे तिम्रो विशाल पार्टीले के बोल्छ। यति है, धेरै त नबोलौँ, फेरि बाटोमा अट्याक गर्ला है। अनि जाँदै मैले चाहिँ नि एउटा चाहिँ यहाँलाई देखाउन खोजेँ। एकजना रुसी लेखिका हुनुहुन्छ, उहाँले मैले गत वर्ष पनि यो देखाएको थिएँ। नेपाल भाषा, नेवारी भाषाको 16 जना नेपाल भाषाको कविहरूको प्रतिनिधिमूलक यो सङ्ग्रह मास्कोमा उहाँले निकाल्नु भएको थियो। यो रसियनमा अनुवाद गरेर के 16 जना नेपाल भाषाको कविहरूको, चित्तडर हृदयदेखि होइन, सिद्धिदासदेखि सबैको छ भनेर यहाँ मैले देखाएँ। उनको नाउँ तामार्या पटुमकिना थियो र उनले मलाई के भनेको थिइन् भने, मौका मिल्यो भने यो नेपाल सङ्घको परिचय हो किताबको नाउँ अघि, हिजना कोम्सा स नेपालम भन्ने। मौका मिल्यो भने चाहिँ नि एउटा ठुलो सङ्ग्रह नेवारी भाषा साहित्यको निकाल्ने मन छ, रामबिन्दु सहयोग गर्नु पऱ्यो, कन्ट्याक्ट कहाँबाट हुन्छ ती कुराहरूको लागि भन्नुभएको थियो। र अन्तमा मलाई एकदमै बोल्ने समय दिएर यो न्यानो आतिथ्यमा निम्त्याउनु भएकोमा सबैलाई धन्यवाद दिँदै, हाम्रो मोहनी नख अझै पनि बागलुङमा नेवारी भाषा बोल्छन्। मोहनी ओलो भन्थ्यो हामी बच्चा छँदाखेरि, आजकलको बच्चाहरू त्यो भन्दैन, दसैँ ओलो भन्छ बरु आजकल। त्यो थियो। सबैलाई यो मोहनी तिहारको शुभकामना दिँदै, जे होस् भन्दै एकदम धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद। एको सुबा वरिष्ठ इन्जिनियर जुयाता चिसन छिगु भा तोतल डसा विदेश बु पुण्य जिगा छि न छि नेपाली जेफै न छि अंग्रेजी जेफै उकिन चिसन छिगु भा टोटे मजिला, चिसन छिगु साहित्य टोटे मजिला, चिसन छिगु कला व संस्कृति लमाके मजिला वे कया बनाए अले सिद्धान्त टोटसेले यको ततराउ डफु पार्टी डफु गना गले दोहाने माला ओ चिसन खाङावे खाजुल अकिन चिसन सिद्धान्त टोटे मजिला ताउपति वे कया खाजुल ज्या मसासे नै पिने वो सोय जे ज्यासँग नै पिने नैतिक भौतिक आर्थिक ग्वाली यगो तमुन्जाउ छुतै विशेषता ख ओकिन थो चिरांगो विश्वविद्यालय थे जुय चंगुद वे कया धापु वे कया ता एको सुभा देछा चंगा हक्न